गएर कसरी रिजल्ट चेक गर्ने भन्ने देखाउन गइरहेको छु। तिमीहरू चाहिँ क्रोमको पनि युज गर्न सक्छौ। सबभन्दा अगाडि गुगलमा क्लिक गर्ने, त्यो पछाडि सर्च आइकनमा क्लिक गरेर सिधै डाइरेक्ट रिजल्ट हेर्नको लागि रिजल्ट लेख्ने हैन, RESULT रिजल्ट, अनि त्यसपछि डट, अब के को हेर्न लागेको SE को हैन, अनि डट GOV हान्ने, त्यो पछाडि डट हान्ने, अनि त्यसपछि NP मात्र हान्ने। यहाँ 2080 81 केही नै हान्न परेन। यति हानेर हामीले सर्चमा क्लिक गर्ने बित्तिकै के हुन्छ, हाम्रो यसरी एउटा साइट भित्र छिर्छ हैन, हाम्रो वेबसाइट भित्र छिर्छ, हाम्रो गभर्नमेन्ट अफ नेसनल एक्जामिनेसन बोर्ड NEBB को वेबसाइट भित्र छिर्छ। अनि हामीले के गर्नुपर्छ भने हेर, यहाँ अल तल सार्ने बित्तिकै यहाँ 3 डटमा खिचेर तिमीहरूले यहाँबाट डेस्कटप साइट अन गर्नु पर्यो है। अन गरेको छैन भने गर्न सक्छौ। अन गर्ने बित्तिकै तिमीहरूले यहाँ तलबाट भ्यू रिजल्ट देखाइहाल्छ हैन, भ्यू रिजल्टमा क्लिक गर्न सक्छौ। भ्यू रिजल्टमा क्लिक गरेपछि फेरि हाम्रो जति घुमिसकेको छ माथि, हाम्रो लोड भएर गइसकेको छ। हेर, इन्टर SE नम्बर एन्ड डेट अफ बर्थ, एज गिभन फर्मेट टु गेट रिजल्ट विथ ग्रेड डिटेल्स भनेको छ। हामीलाई ग्रेड सिट शुद्ध चाहिँ रिजल्ट देखाउँछ। अब हामीलाई पास्ट इयर भनेको छ, हामीले कुन वर्ष चाहिँ पास गरेको SE त्यो लेख्नुपर्ने हुन्छ। त्यसमा चाहिँ म अहिले अब 2080 को त रिजल्टै आएको छैन, त्यही भएर 2077 सालको देखाइदिन्छु। तिमीहरू चाहिँ पछि 2080 लेख त्यहाँ आइसके पछाडि हैन, अनि सिम्बल नम्बर हान। सिम्बल नम्बरमा चाहिँ अल्फाबेट हुन्छ नि लास्टमा अथवा अगाडि दिएको हुन्छ नि, हामीलाई यस्तो ABCD त्यस्तो त्यो चाहिँ लेख्न पर्दैन भनेको छ। अनि डेट अफ बर्थ चाहिँ तिमीहरूले नेपालीमा हान्नु पर्यो है। सबै कुरा बुझाइसकेको छु मैले। अब सबभन्दा अगाडि म पास्ट इयर राख्छु हैन। पास्ट इयर चाहिँ हाम्रो कति राख भनेको छ। पास्ट इयरको लागि चाहिँ हामीले 2077 राख्न लागिरहेको छु मैले हैन। तिमीहरू चाहिँ पछि उठाउन सक्छौ। अब डेट अफ बर्थ भन्दा अगाडि पास्ट इयर राखेपछि अब सिम्बल नम्बर राख्नु पर्यो। मैले सिम्बल नम्बर चाहिँ यहाँ कपी गरेको छु हैन, पेस्ट गरिदिन्छु। तिमीहरू चाहिँ पनि सिम्बल नम्बर मिलाएर लेख। हामीले अल्फाबेट लेख्न पर्दैन भनेको छ अगाडि नै। अब डेट अफ बर्थ चाहिँ तिमीहरूले नेपालीमा हाल्नु पर्यो, जस्तै विक्रम सम्मतमा हाल्नु पर्यो 2061। मैले एउटा समथिङ हान्दिएँ है त। त्यो पछाडि अब मैले यदि हानिसके पछाडि यहाँ सर्चमा क्लिक गरिदिने हो हैन। क्लिक गर्ने बित्तिकै यहाँ तल हाम्रो रिजल्ट आइसकेको छ, स्टुडेन्ट डिटेल्स भनेर दिएको छ हैन। तल्लोपट्टि साइडमा सब्जेक्ट, पर सब्जेक्टमा कति कति मार्क्स आएको छ, कुन ग्रेड आएको छ दिएको छ। लास्टमा हाम्रो टोटल ग्रेड यहाँ दिएको छ हैन। अनि यसरी हाम्रो यो ग्रेड पोइन्टहरू सबै लेखिदिएको छ हैन। यसरी हामीले चाहिँ SE को रिजल्ट चाहिँ एकदम सजिलोसित रिजल्ट आउने बित्तिकै चाँडै नै हेर्न सक्छौँ हैन। आजको लागि चाहिँ यति नै भयो। भिडियो लास्टसम्म हेर्ने सबैलाई धन्यवाद।